यहाँ चाहिँ घोडा चढेर मुक्तिनाथ जान पनि पाइन्छ, मान्छेले बोकेर मुक्तिनाथ जान पनि पाइन्छ। गाडीको पार्किङहरू हेर्नुहोस्, यहाँ सयौँ हजारौँ गाडीहरू छ यहाँ तलदेखि माथिसम्म। आधा आधी त अघि फर्किसकेको। यति धेरै भक्तजनहरू यहाँ आउनु हुँदो रहेछ, पर्यटनहरू यति धेरै आउनु हुँदो रहेछ। सो देश विदेश सबैतिरको पर्यटकहरू चाहिँ यहाँ आउनु हुँदो रहेछ। हेर्नुहोस् त साथीहरू, घोडाहरू माथि लाने लगिरहेको हुन्छ, यहाँ हुने यहाँ भइरहेको हुन्छ। ल हेर्नुहोस् त, हामी चाहिँ मुक्तिनाथको दर्शन गरेर फर्किँदै गर्दा भिडियो बनाएको है। बिहान चाहिँ बिहानै गयो हतार हतारमा है, लेट लाग्छ कि भन्दै। अहिले हेर्नुहोस् त यस्तो पार्क गरिराखेको छ। ल हेर्नुहोस् त साथीहरू, कति सुन्दर प्रकृतिको वरदान दिनुभएको हाम्रो देश नेपाल सुन्दर देश। यसरी अब हावा चल्नु थाल्यो है। यहाँ दिउँसो चाहिँ हावा चल्छ अरे, हावा चल्नु थाल्छ। अब सबैजना हतार हतार गरेर जाने बेला भयो। ल है साथीहरू, अब हावा चल्नु थाल्यो एकदमै। हेर्नुहोस् त ढुङ्गाले हाम्रोतिर इँटा के बन्छ, यहाँ ढुङ्गा त्यस्तो मजाले काटेर सेप मिलाएर घर बनाउनु भएको हुँदैछ है साथीहरू। ल हेर्नुहोस् त